हजुर बनाएपछि मात्रै बन्छ के तुलो चाहिँ छ्याट ढाबी रोटी भइहाल्छ नि त नि त्यो चुप पागल तर नाम फरक छ त नि हजुर त्यही भएर नाम फरक छ त सुक्खा रोटी हेर्नु त ढ्याब्रो परेको हुन्छ अर्को ढ्याब्रो। रोटी हेर्नु डिजाइन फरक हुँदैन ल भन्नु त यहाँ हेर्नु एउटा एकजनाले प्रश्न गर्नुभयो कुन भगवानको पूजा गर्थ्यो खड्काजी तरुनी फेरि फेरि बोल्नुहुन्छ अरे कुन भगवानको पूजा गर्नु तरुनी फेरि फेरि बोल्नुहुन्छ अरे हेर्न हजुर त्यही त अनि बन्दुकी रोटी हो कि नै यार के हो त भनेको यार के हो त बन्दुक रोटी भनेको खोइ आजै सुन्दैछु म त ए केटा हो द्याट के हो त भनेको यार खोइ कुन रोटी भने बन्दुके रोटी आजै सुन्दैछु म त केटा के भनेको तपाईँहरूले यार कमेन्टमा पाच्छु ल अरे तपाईँले नै नै जे अल्छ एउटा कुरो के राम्रो राम्रो केटी जति राम्रो भने केटी मान्छेले पाच्छ अरे है पारिहाल्छ नि तपाईँले पाच्नुहुन्छ Women. औडा नगर्नु यार केटी मान्छेले नि पाच्छ र एक्काइस रोज अनि कति बेला सुत्नु तपाईँ म 3 बजे जहिले पनि रातिमा उल्लु जाने हो के गर्नु त्यही त यहाँ आइएम सरी है कमेन्ट भन्नु एकजना भन्नुभएको छ माया नगर्नु ल उहाँलाई छाउ सन्च भयो किन भन्नुभयो हो भइसक्यो छा अस्ति वर्ष सुरु भएको त एकजना कसम 3 दिनको त हुन्छ यार नै छोरी मान्छेको त रिसाइकल 3 दिनको हुन्छ नि त अनि 3 दिन भइसक्यो त अनि ए त म गर्न भुलाएर नै मैले कमेन्ट पढेको सरी ल फेरि यार छोरी मान्छेलाई हेप भन्ला केटा हो चिया पनि खाएर भनेर के रे मैले भन्न बिर्सेँ तपाईँले सोध्न बिर्सिनु भयो सिद्धिसक्यो यतापट्टि कान हेर न तपाईँको दुईटै कान छ के साह्रो भन होइन भ्युअर्सहरूले यतापट्टि कान हेर्न पाइन्न कि भन्नु धेरै सेकेन्ड जान्छ हेर्नुहोस् कतापट्टिको कान हेर्नु छ कतापट्टि कान ए सोनिका खोइ के भयो तिमीलाई केटीसँग मस्किनु बित्तिकै सोनिका रिसाउँछ मेरो कान चाहिँ मेरो कान हतापत्ता देखिँदैन क्या पछाडि छ पछाडि छ देखिँदैन हतापत्ता कान जापान रे कान हो कि जापान हो खै म पनि सुत्नु पर्ला तपाईँको गेम सिद्धिएको जिन्दगीले गेम खेला सिद्धियो अब म 15 गतिर गाउँ जान्छु होला कुन 15 हो कपिल वस्तु अभान पुसको ए अनि तपाईँ काठमाडौँ आउनुभयो त उद्घाटनमा के को उद्घाटन ए त जान्न होला यार ए गाउँमा चाहिँ एउटा बिहा रहेछ बिहा चाहिँ बिहेमा जानुपर्ने छ तर कहाँ आएर तपाईँ भेट्नुहुन्छ मलाई खोइ विचार गर्नुपर्छ गजब बेइज्जती के कमेन्टमा हाला हाला भेनाजी भन्छ यार है खोइ आफ्नो त भेनाजिन छैन थाहा छैन है मलाई त यस्तो त तपाईँको दिदीहरू छैन तपाईँ एक्लै छोरी हो एक्लै छोरी एक्लै छोरी हो म भाइ त हुनुहुन्छ है भाइ छ एउटा तपाईँ दुई भाना हो बाबा कता हुनुहुन्छ घरमै मम्मी घरमै हुनुहुन्छ ठिक छ कति राम्रो ह्याप्पी फ्यामिली रहेछ स्मार्ट सानो फ्यामिली तर राम्रो फ्यामिली एकदम एक छोरा एक छोरी मैले पनि छोरी पाऊँ भनेको श्रीमतीले मान्दिनँ
यस्ता कुरा खेताला खोज्नु भएन त्यही त नि। गाह्रो छ नि हामीलाई हुन्छ, के भयो त? हजुर अहिले त खेतालो खोज्ने जमाना छ त अहिले त हो हो जैनालीको भिडियो राख्नु भएको छ क्या हो यो मान्छेले उहाँ बिहे नगर 3-4 वटा छोराछोरी जन्माइसके तपाईँ कुन दुनियाँमा हुनुहुन्छ? बिहा नगरिकन अँ कहाँ छ यस्तो उपाय केटा हो केटालाई चिट्टा हाम्रै पर्नु नेपालमा भइसक्यो बुढा विदेशमा यहाँ छोराछोरी पाइसके अब त्यो भएर नाजायज त सम्बन्ध भए त्यो नाजायज सम्बन्ध गर्छले पनि पाउँछ भाउ पैसा तिरेर पनि त नानी जन्माउनु पाइन्छ त अरे पैसा कमाएर के फाइदा त नि तपाईँ त हामीभन्दा एक कदम अगाडि बढ्नु रहेछ त नि कयौँ मान्छेले उहाँ नै पैसा तिरी नानी जन्माइसक्यो अब तपाईँ चाहिँ कति बोलेको छ त्यस्तो पाप त नगरौँ भाउ पछि गएर बाबाले मेरो बाबा 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 मेरो बाबाको मम्मी मेरो बाबाको भने के नि अब मम्मी जो जन्माइदिन्छ उसलाई भन्ने नि त अति यार क्या हो अरे भगवान। यो त माको नामर्दा पनि भयो त यार ल च्यावालेजी खुसी लाग्यो है अब छुट्छु म पनि है अब मेरो छुट्ने बेला पनि भयो थ्याङ्क यू रविनजी भाइ थ्याङ्क यू सर बुझ्नु पर्छ गाई सबैलाई धन्यवाद छ मिष्टुजी ल आजलाई छुट्यो भाइ राम्रोसँग टाइममा सुत्नु होला बाबा नमस्ते हुन्छ बाई ए बाबा बाँधी सबैजनाले फलो गर्नुहोस् त सबै साथीहरूले फलो गर्नुहोस् है साथीहरू सबैजनाले फलो गर्नुहोस् है साथीहरू नयाँ साथीहरू आउनु भएको छ फलो गरिदिनु होला सम्पूर्ण साथीहरूले